स्टार्ट बस। कालीगण्डकीको तीर, हामी कालीगण्डकीको तीरमा आइपुगेका छौँ। यो अहिले देखिरहेको दृश्य यो वारीपट्टिको दृश्य पाल्पा जिल्ला, र पारीपट्टिको दृश्य चाहिँ स्याङ्जा पर्छ। आज कालीगण्डकी बढिरहेको बेला परिरहेको छ। सुन्दर खोला आज धमिलो पानीले असुन्दर बनाएको छ। र हामी यो झलुङ्गे पुलमा आएका छौँ। पाल्पा जिल्ला हामीले करिब छोड्न थालिसकेका छौँ। अब हामी स्याङ्जा जिल्लातिर प्रवेश गर्दैछौँ। र यो पारी देखिएको गाउँ कहाँ हो? त्यो ढकालहरू बस्ती, प्रायः त्यो ढकालहरूको बस्ती छ भन्ने कुरा हाम्रो जिन्दगी सरबाट पाइयो। अनि त्यहाँबाट पनि बाटोको लागि चाहिँ निकास निकालिएको भन्ने कुरा पनि यहाँ भर्खरै सुन्नमा पाइयो। र यो बाटोबाट सम्भवतः हामी डल्लले पनि निस्कन सक्छौँ यहाँबाट। यहाँनिरबाट हेर्दा यो दृश्य अत्यन्तै मनमोहक छ। एउटा पोखरा जान 3 घन्टा आरामले पुग्छ भने यहाँबाट तयारीमा छौँ। र यो नदी गएर कहाँबाट निस्किन्छ? भनेपछि देवघाटमा गएर कालीगण्डकी नदी गएर देवघाटमा गएर मिसिन्छ। अब लागौँ हामी स्याङ्जा जिल्लातिर लागौँ, करिब 20तिर। जिल्लेश्वर सेती कता हो त फेरि? सेती यो धमिलो नभएको अवस्था हुन्थ्यो भने यो नदीको पानी हामीले कालो देख्न पाउने थियौँ। कालीगण्डकी त्यसैबाट नाम रहेको भन्ने पनि प्रचलित भनाइ छ। कति लङ हो यार। अब यो बाटोबाट मोटरसाइकल पनि लान मिल्ने भन्ने कुरा हाम्रो हाकिम सरले भर्खरै भन्नुभयो। हामी पनि मोटरसाइकल लिएर आएको भयो। केलादी घाटमा त्यही हो कि हामी फर्क्यौँ यहाँ बेकारमा। केलादी घाट भन्ने कुन हो? त्यहाँ तल पुलै बनाएको पुल, त्यहाँबाट हामी कहाँ गइन्छ? पुल के पारिवारी हुन्छ कालीगण्डकी बसहरू जीवहरू जाने। अब हामी स्याङ्जा जिल्ला करिब प्रवेश गरिसक्यौँ। र थाहा छैन, यहाँ हेर्दा पाल्पाकै वन जस्तो, भन्दा पनि नवलपरासीमा हामीले देख्ने गरेकै वन जस्तो सालका साहार हो है, साहारले बोटहरू देख्दैछौँ यहाँ। स्याङ्जाको साहार यो हामी साँखार प्रवेश गऱ्यौँ अहिले। बस्ती लिएन तपाईँले? स्याङ्जाको साँखार, यहाँको ठिकै छ क्या। त्यसपछि माथिल्लो गाउँ चापाकोर, तल देखिएको चाहिँ त्यो बस्ती, तल देखिएको यो घाट। त्यो घाट के अरे जिन्दगी उताको बेलौजी घाट हुन्छ त्यसले। बेलौजी घाट भन्ने हो कि? र हामीले यतापट्टि हेर्दाखेरि देखिने डाँडो चाहिँ सम्भवतः नवलपरासीको डाँडो हुनुपर्छ। वारी यता जस्ट त्यो पारीपट्टि जाने जुन डाँडा छ जस्तै भयो, त्यो हुनुपर्छ भन्ने हाम्रो अनुमान हो। नवलपरासी त देखेकै छैन। र यता देखिएको डाँडो हो पारी पाल्पा। स्याङ्जा पुगेर आउनु जाउँ गएर। र हामी स्याङ्जाको साँखरको करिब प्रवेश गर्दैछौँ। यो सालको बोट हामीले देख्ने गरेको बोटभन्दा अलिक फरक देखियो नि। के पाहाडमा हुर्किएको भएर यस्तो भयो कि के? त्यो सालको बोट त्यस्तो त्यो त माटो छैन नि त जगिने यहाँ हाम्रोतिर जस्तो त्यति छैन। अब यो घर दोकान हो भन्ने कुरा सुन्नमा आयो भर्खरै। टेकियो दोकानमा बसेर एउटा स्याङ्जा जिल्ला टेकियो तस्बिर स्याङ्जा ल्याउने खिच्ने प्रयत्न गर्दैछौँ। हामी स्याङ्जा जिल्लामा प्रवेश गऱ्यौँ र यहाँबाट पारी देखिने दृश्य चाहिँ यो